सबैजनामा सेवा र नमस्कार। आजको हाम्रो यात्रा चाहिँ धापड्यामसम्मको हो। हामी धापड्यामसम्म जानको लागि हामी 6 जना दाजुभाइ यात्रामा निस्किसकेका छौं र अबको हाम्रो यात्रा भनेको नामगेल, नयाँपाटी, बीपी चोक, सुन्दरीजल हुँदै अघि बढ्नेछ। हामी निरन्तर यात्रामा छौं। अहिले हामी सुन्दरीजल पुगेका छौं र अबको हाम्रो यात्रा भनेको सुन्दरीजल खोलाको पुल तरेर पारीपट्टिबाट उकालो लाग्नेछौं। यहाँबाट तेर्छो लाग्नुपर्नेमा साथीहरू उकालो लागेछन् र केही समय पर्खेपछि हामी फेरि आफ्नो यात्रालाई अघि बढायौं। अबको हाम्रो यात्रा भनेको उकालो रहनेछ। उकालो बाटो भए पनि सेतो पत्रे रहेछ र हामीलाई यात्रा गर्न एकदमै सहज भइरहेको छ। हामी जान लागेको ठाउँ चाहिँ शिवपुरी राष्ट्रिय निकुञ्ज पर्दो रहेछ। त्यसैले टिकट काट्नु पर्दो रहेछ र हामीले टिकट काटिवरी हाम्रो यात्राले अघि बढायौं। हामी निरन्तर यात्रामा छौं र यात्रा गरिरहँदाखेरि विभिन्न देखिएको दृश्यहरूले मनलाई एकदमै लोभ्याउने गर्दछ। निरन्तर यात्राको क्रममा देखिएको दृश्यहरूले मनलाई साँच्चै नै लोभ्याएको छ। यी देखिएका दृश्यहरू साँच्चै नै आहा छन्। सेतोपत्रे गाउँसम्म मात्र रहेछ। जब गाउँ छोडेर जंगलको बाटो लागेपछि चाहिँ कच्ची बाटो भेटिने रहेछ र यो कच्ची बाटो नै भए पनि बाटो चाहिँ एकदमै राम्रो रहेछ। मजाले बाइकहरू, चारपाङ्ग्रे गाडीहरू पनि जान सक्ने अवस्था रहेछ।
फाइनली हामी धापड्याम पुगिसकेको छौँ र जुन तपाईँले देखिरहनु भएको दृश्यहरू छ यो चाहिँ धापड्याम हो र धापड्यामबाट देखिएको वरिपरि दृश्यहरू एकदमै मनमोहक छन्, एकदमै मनै लोभ्याउने छन्। यहाँ धेरै पर्यटकहरू आउनुहुन्छ, विदेशी पर्यटकदेखि लिएर स्थानीय पर्यटकहरू पनि हुनुहुन्छ यहाँ। साँझ पर्न लागिरहेको थियो, मौसम चिसिँदै गइरहेको अवस्था थियो। हामी फेरि पनि आफ्नो वासस्थानतर्फ फर्कनु पर्ने थियो। त्यसैले हामी केही समय मात्र यो ठाउँको दृश्यहरू अवलोकन गऱ्यौँ, फोटो खिच्यौँ, भिडियो खिच्यौँ र हामी जाँदाखेरि जति पनि रमाइलो तरिकाले गएका थियौँ यो ठाउँमा यो दृश्यहरूले मनमोहक त बनायो नै, तर फर्कने क्रममा भने असिना पानीले कुटेर एकदमै नरमाइलो बनायो। जिन्दगीको यो एउटा यात्रा भनी अविस्मरणीय क्षण बन्यो।